महोत्सवका संयोजक अध्यक्ष इन्द्र खरेलजी लगायत टिमलाई र सांस्कृतिक संयोजन गर्दै रहनु भएको पुरुषोत्तम सिद्धेलज्यू, माधव सिद्धेलज्यू, टोकियोदेखि पाउनुभएको सबै कलाकारज्यूहरू र कार्यक्रम सञ्चालन गरिराख्नु भएको देखि मभन्दा अगाडि प्रस्तुत हुनुभएको सबै कलाकारहरूको कलाको म उच्च सम्मान गर्दछु। आदरणीय अग्रज कलाकार दाजु आफै सर्जक गायक हेमन्त शर्मा दाजुप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। अब भाइ हाम्रा गाउँघर झल्काउने गीतहरू प्रस्तुत गर्छु। त्यस पछाडि चाहिँ युवा साथीहरूको मन राख्नेछु। अहिलेको लागि जिया छो आएर झोरा झ्याउरे लगाइदिनु होला झोरा। त्यस पछाडि 2 टुक्का 3 टुक्का मात्रै लोकगीत गाउँछु। त्यस पछाडि ओए भाइ ओए ओए मेरो प्यार भाइ उज्जवल भाइ म सम्झिन चाहन्छु। बिस्तारै म सम्झिँदै जानेछु नामहरू। अहिलेको लागि जिया छो आएर झोरा बजाइदिनु होला।